सो गाइस फाइनली चाउमिन आइदिसकेको छ। यहाँ चाहिँ सुकुटीसँग खानु भनेको, तर यहाँ सुकुटी रहेछ। हाम्रो साथीले चाहिँ स्याउ चाख्दैछ। एहे रह नहीं जाता, तड़प ही ऐसी है ना। लस्कर सो अलराइट गाइस, तपाईँहरू सबैजनालाई स्वागत छ आजको नयाँ भिडियोमा। तपाईँहरूले पछाडि देख्न सक्नुहुन्छ अहिले चाहिँ म कहाँ छु भने सुकुना क्याम्पसमा छु मोरङमा। र आज चाहिँ म अनि पछाडि चाहिँ मेरो साथी छ, अनि हामी दुईजना चाहिँ यहाँनिर लाइसेन्सको टिचिङ लाइसेन्सको इक्जाम दिन आएको छौँ। पहिले चाहिँ लाइसेन्सको इक्जाम भरेको थिएँ, अनि ठ्याक्क यहाँनिर सेन्टर परेको रहेछ। अनि मेरो साथीको पनि यहीँनिर सेन्टर परेको रहेछ कि मलाई थाहा भएन। अनि अस्ति भर्खर थाहा पाएर चाहिँ हामी फोन गरेर आएको। अनि मेरो साथी र म चाहिँ सँगै पढेको थियो क्या 11-12, अनि अहिले चाहिँ हामी सँगै लाइसेन्सको इक्जाम दिइरहेको छु। र लाइसेन्सको इक्जाममा चाहिँ हामी त्यति पढेको पनि छैन, म त्यति पढ्नु पनि कहिले पनि पाउँदिनँ। भिडियो एडिट दिन रातभरि मोबाइल कसरी चलाइदियोस्, त्यही पनि आज जस्तो हुन्छ भनेर इक्जाम दिन चाहिँ आएको छु। हाम्रो इक्जाम चाहिँ भोलि छ, शनिबार 8 बजे छ। अनि त्यति बेला चाहिँ अब हामी इक्जाम दिन्छौँ। सुकुना क्याम्पसको लुक चाहिँ यस्तो छ, तपाईँहरूलाई म देखाइदिन्छु। यहाँबाट भित्र चाहिँ कस्तो देखिन्छ भने यहाँनिर लेखेको छ स्कुल स्थापना चाहिँ 2029मा भएको रहेछ। र यहाँदेखि भित्र चाहिँ यस्तो छ। र आज चाहिँ अब हामी हाम्रो दिदीहरूकोमा जान्छ। हाम्रो दिदीको घर पनि मोरङ केराबारीमा छ क्या, मेरो माइल दिदीको। सो अनि हामी चाहिँ अब त्यहाँनिर जान्छौँ। आज त्यहीँनिर बस्नु आज राति चाहिँ, अनि भोलि बिहानै 8 बजे आएर चाहिँ यहाँनिर इक्जाम दिन्छौँ। इक्जाम पनि भ्लग गर्दै दिने हो होइन, पढेर सडेको त छैन। अब त्यत्रो त्यो जे भने ठिक त हानिदिनु पर्ने हो, त्यो ठिक हान्नु त जसलाई पनि आइहाल्छ। त्यसरी भने इक्जाम दिइहालिन्छ होइन। बाटोतिर हिँडिराखेको छौँ, अनि त्यहाँनिर गएर चाहिँ त्यहाँ खोर्सानी त्यहाँ बस पार्कमा गएर चाहिँ हामी बस चढेर फेरि दिदीहरूको घरमा जान्छौँ केराबारीमा। त्यो चाहिँ अलिक टाढा छ, अनि त्यहाँदेखि चाहिँ फेरि हामी भोलि यहाँनिर आउँछौँ। खोर्सानीको मेन चोक रहेको छ, अनि हामी चाहिँ यतातिर जानुपर्ने हुन्छ। यहाँदेखि उतातिर गएपछि अनि हाम्रो दिदीहरूको घर चाहिँ उता पर पर्छ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यतातिर चाहिँ यस्तो छ। जेलभन्दा तेल किन्नु त्यहाँ जेलले त हामी जाने गाडी चाहिँ सायद त्यही गाडी होला। अनि अहिले चाहिँ हामी केही खाजा खानु गइरहेछौँ। कता खानु? यता होटल पनि छैन त, यहाँनिर खाजा खान्छौँ। केही चाउमिन हानिदिनु पर्ला जस्तो छ। के गर्नु? बस्नु हुन्छ, बनाइदिनु। सिक्युरिटीमा बनाइदिनु ल हात के ल, त्यसो भने भेजमै गर्नु। सो गाइस फाइनली चाउमिन आइदिइसकेको छ। यहाँ चाहिँ सुकुटीसँग खानु भनेको, तर यहाँ सुकुटी रहेछ। त्यही भएर हामीले चाहिँ यहाँनिर अन्डासँग बनाउनु लगाएको छौँ। र अब चाहिँ हामीलाई खाइवरी अनि छिटो जानुपर्ने हुन्छ। खाजा पनि खाइदिइसक्यौँ। अब हामी चाहिँ त्यो बस चढेर जानुपर्ने हुन्छ। दाइ कति बेला जान्छ गाडी? केराबारी जान्छ होइन? के गर्नु? 1 hour later. सो गाइस अहिले चाहिँ हामी फाइनली केराबारीमा झर्दिसकेको छौँ। र अघि चाहिँ मैले त्यहाँ बसमा चाहिँ तपाईँहरूले देख्न सक्दिनँ, किनभने त्यहाँ चाहिँ म्युजिक बजिरहेको थियो, अनि कपिराइट लाग्छ भन्नु मैले देखाइन। र अहिले चाहिँ हामी केराबारीमा आइसकेको छौँ। कसरी हो यो? यो चाहिँ राम्रो खाले फसवाला हुन्छ। यो भित्र खाँदाखेरि फसफस हुन्छ कि हुँदैन? हेलो गाइस, हाम्रो साथीले चाहिँ स्याउ चाख्दैछ। कति भन्नुभएको? 200मा दिनुहुन्न? 200मा गरिदिनु हाल्दु। गाइस अहिले चाहिँ हामी के सामानहरू किनेर यतातिर आइदिइसकेको छौँ। र तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले लिची जुस होइन, यो चाहिँ फ्रुटी खाइदिइरहेको छौँ। अनि पछाडि चाहिँ त्यहाँ टोचरहरूले बाटो बनाइदिइरहेको छ। बाटोहरू चाहिँ यस्तो छ। अनि हामी चाहिँ यो डाँडाको फेदमा जानुपर्ने हुन्छ। अनि त्यो डाँडाको फेदमा चाहिँ हाम्रो दिदीहरूको घर छ। अनि यतातिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यतातिर चाहिँ बाटो पुरा बनिदिइरहेको छ। अनि सोटीले पनि खतरा हानिदिइरहेको छ। जुस हाम्रो इक्जाम चाहिँ कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन। अब किपा खर्च पर्छ मात्र योचोटि पनि। यो चाहिँ मेरो पहिलोचोटि इक्जाम हो, जस्तो सुकै भए पनि दिने हो। फर्स्ट टाइम होइन, एक्सपिरियन्स पनि हुन्छ भनेर चाहिँ दिन लागेको। लिची जुस खाइसकेपछि चाहिँ यसलाई चाहिँ यस्तो गरेर फाल्नुपर्छ।
त्यही गर कुकुर खतरा तर्छ त जहिले चाहिँ हामी दिदीहरूकोमा पुग्न लाग्यौँ तर एकदम हामी चाहिँ अहिलेसम्म हिँड्दा गराएको घाम पनि लास्टै लागिदिइरहेछ राम्रो हेर्न पनि भएको छैन अनि यहाँको घरहरू पनि कस्तो राम्रो देखिन्छ हाम्रै जस्तोको घरहरू छ यतातिर चाहिँ A few moments later. गाइज फाइनली अहिले म यहाँ दिदीहरूको घरमा आइदिइसकेको छु र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो दिदीहरूको घर छ यो नानीको नाम के पो स्मुर्ना अनि तिम्रो किङक्रिया अनि तिम्रो आस्ता यहाँ चाहिँ केराबारीको भ्यू टावरमा आएको छु अनि यहाँबाट चाहिँ यो भ्यू टावर नभए पनि यो चाहिँ मेन डाँडा पर्दो रहेछ अनि यहाँ चाहिँ यहाँ बिल्डिङ पनि भर्खर बन्दैछ यहाँबाटको भ्यू चाहिँ यस्तो दामी देखिरहेछ उतातिर यो चाहिँ मेन केराबारी हो अनि यसको उतातिर चाहिँ यतातिर चाहिँ धरान पर्छ अनि सप्तकोशी पनि यतै पर्छ अनि यतातिर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो देखिएको चाहिँ बेलबारी हो अनि यतातिर चाहिँ खोर्सानी पर्छ अनि अहिले चाहिँ हामी यतातिर छौँ यो डाँडापट्टि छौँ यो चाहिँ मेन डाँडा रहेछ अनि यो मेन डाँडामा आएको छु अनि यता चाहिँ सानोतिनो बजार पनि लाग्दो रहेछ अनि त्यहाँ पछाडि देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ एउटा पानको पात जस्तो पनि बनाएको छ सो गाइज अनि यहाँ चाहिँ अब हामीले घुमेको छौँ रात पर्नु लाग्यो त्यही भएर अब चाहिँ फेरि अब भोलि एकैचोटि हामी चाहिँ कलेज जानुको लागि रेडी हुनुपर्ने छ पढाइ सढाइ चाहिँ छैन अहिलेसम्म हामीले केही पनि प्र्याक्टिस पनि गरेको छैन पढेको पनि छैन त्यत्तिकै ठिक दिने हो जस्तो हुन्छ इक्जाम दिने हो पहिलोचोटि रात परेपछि चाहिँ यहाँको नजारा यस्तो देखिने रहेछ सो तपाईँले देख्न सक्नुहुन्छ अनि उता चाहिँ यस्तो देखिन्छ अनि हामी चाहिँ अब एकैचोटि भोलि भेट्नेछौँ सो गाइज वेलकम ब्याक फेरि पनि र अहिले फेरि हामी चाहिँ बिहान 6 बज्न लागेको छ हामी चाहिँ छिटो गएर त्यहाँनिर इक्जाम दिनको लागि जाँदैछौँ त्यहाँ गाडीबाट चढेर छिटो जानुपर्ने हुन्छ हाम्रो इक्जाम 8 बजीदेखि सुरु छ तर हामी त्यहाँनिर 7:30 बजीभित्र पसेर चाहिँ छिटो सिम्पल नम्बर खोजेर चाहिँ हामी इक्जामको लागि चाहिँ रेडी हुनुपर्ने हुन्छ त्यही भएर अहिले चाहिँ हामी जाँदैछौँ फाइनल गाइज अहिले चाहिँ हामी यहाँनिर क्याम्पसमा आइसकेको छौँ अनि यहाँ चाहिँ भिडहरू तपाईँलाई म देखाउन गइरहेको छु रतिर चाहिँ धेरै स्टुडेन्टहरू छ है अनि हामी पनि आइदिइसकेको छु प्रवेश पत्र लिएर तर हामीले अहिलेसम्म हाम्रो रोल नम्बर चाहिँ भेटिरहेको छैन क्या तपाईँहरूले यो भिड देख्न सक्नुहुन्छ थोरै मान्छे छैन यहाँ चाहिँ आम्मा सबै थोरै छ नि त इक्जाम दिने रुम नम्बर भेटिसकेको छौँ हाम्रो मेरो चाहिँ 111 मा परेको छ अनि तिम्रो कति भयो 202 सो गाइज अहिले त अब हामी भित्र छिर्नु लागेको छौँ भित्र चाहिँ क्यामेरा गर्नु दिँदैन त्यही भएर म क्यामेरा अफ गर्छु अनि इक्जाम कस्तो भयो त्यो चाहिँ म तपाईँहरूलाई भन्छु भिडियो गर्नु चाहिँ पाउँछ कि पाउँदैन त्यो पनि मैले भिडियो गरिदिइरहेको छु होइन अहिले फेरि सेक्रेटरीले देखेर फेरि पढाइदिएन तर केही छैन म देखाइदिन्छु राम्रो त तलतिर गर्दा 111 टाँसेको हुन्छ कि के हुन्छ 6 7 8 एकछिन भन्दै यहाँ देख्दैछु One hour later. हामीले इक्जाम दिइसकेको छु होइन अनि सोल्टी कस्तो पऱ्यो इक्जाम ल मेरो चाहिँ अब कस्तो भयो भने अब सबै टिक त हान्दैछ होइन सबै टिक हानिदिइसकेको छु र फाइनली अब पास फेलको कुरा चाहिँ अब छैन होइन सबै एकदम सजिलो थियो होइन क्वेसन एकदम सजिलो ल सो गाइज अनि तपाईँहरूलाई म यताको लस्कर पनि देखाइदिन्छु पछाडि पनि दह्रो मान्छे आइदिएर लगभग कतिजना छ 500 जना भन्नु धेरै होला होइन तर यहाँ 100 जना पनि पास हुँदैन क्या आजको क्वेसन अनुसार होइन एकै खालको अप्सन हो त्यस्तो सबै सजिलो त्यो यस्तो गोलो लाउनु त रहेछ म त सोचेको होइन कति धेरै लेख्नुपर्छ होला भने सोचेको होइन एक गोलो लाउनु त रहेछ त्यस्तो गोलो लाउनु त कति गोलो लगाएको पहिलोदेखि हान्दिएको सबै एटैमा एकैदिन हानिसकेँ नि अब म होइन अरू बेला कहिले पनि क्वेसन एटैमा हान्दिनँ थिएँ होइन योचोटि त सबै एटैमा हान्थेँ म उहाँ लस्करहरू नेपालको टिचरहरू क्या हाम्रो स्टेसन नेपाल उहाँ त उहाँबाट आउँदैछ डाइरेक्ट घर जाने कि कता हो आजको क्वेसनहरू चाहिँ एकदम सजिलो हो तर पढेकोहरू चाहिँ योचोटिको बुक चाहिँ मान्छेहरूले 1100-1200 लाएर किनेको रहेछ चोटीले कति लाएर किनेको बुक मैले किनिनँ नि बरु नकिनेकै ठिक भयो युट्युबमा भिडियो हालेको पनि सबै यो कामै छैन होइन फेक त होइन फेक होइन रियल त रियलै हो युट्युबमा भिडियो हालेको चाहिँ योचोटि कामै छैन कि किनभने हामीलाई चाहिँ सबै हामी आफै मौखिक गर्न सक्ने खाले क्वेसनहरू चाहिँ हामीलाई सोधेको थियो तर जे होस् इक्जाम चाहिँ राम्रै भयो जस्तो लाग्छ होइन गरे जति दिएकै छ पास फेलको कुरा चाहिँ पछि रिजल्ट आएपछि थाहा हुन्छ A few moments later. हामी नबस्ने क्या छोड्दिनु
बस्दिनँ त बस्नु त ल गर्नु बुढा मान्छेले होइन भिडियो गर्नुपर्छ त भाइरल गरिदिनु पर्यो नि तपाईँलाई यो गाडीलाई चाहिँ के पो भन्छ गाडीलाई सिटी सफारीमा छौँ अनि सो अहिले चाहिँ हामी कहाँ जान्छौँ छोडी हामी भाटबटेनी सुपर मार्केट सो भाटबटेनी सुपर मार्केट जान्छौँ अनि हाम्रो इक्जामको पनि के भयो इक्जाम अब कस्तो हुन्छ त्यो चाहिँ लाइसन आएपछि मात्र थाहा हुन्छ सो गाइस चाहिँ तपाईँहरूलाई यो भिडियो मन परेको छ भिडियो मन पऱ्यो भने प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहोस् सब्सक्राइब चाहिँ जसरी पनि गरिदिनुहोस् किनभने मेरो सब्सक्राइब चाहिँ अब धेरै बढाउनु पर्ने छ र आजको भिडियो म यहीँ अन्त्य गर्न चाहन्छु